टोलीहरू आरोन हेलो के छ आज ओ नानी के छ तर कतिजना छौ तिमीहरू पछाडि 2 जना हामी यहाँ 4 जना 6 जना ल ठिक छ आज के अरे दसैँ आज कति बजे साई त 11 के गर्नलाई म त खान्छु नि अनि यहाँ आउँदैछु म कहाँ हिँडेको तपाईँ एक टोरक मान्छे लिएर किन जानु आउनु न बस्नु त पाइयो नि बस्नु पाउँछ अचार बनाउने कार्यक्रम गरिरहेको छौँ यता हेर्नु त कस्तो फेस राम्रो देखेको मेरो नि कस्तो राम्रो देखेको छ सुरी सुरी यसलाई म लागेर जान्छु यहाँ छन् बहिनीहरू हेलो के हेलो हेलो यसपालिको दसैँ यस्तै भयो के गर्ने पुरानो लुगा पोहोरको लाउनु परेछ निकुको नयाँ लुगा हो देखाऊ त कस्तो छ निकुको आउटफिट यो मान्छे चाहिँ केही कामै गरेको छैन आज बिहानदेखि उठेदेखि नाटक गरेको हामी चाहिँ यहाँ काम गरिरहेको छौँ खै सुरी गाउँ केटी हो कुन गीत बितेल बजार ल वर्षमा दिनेमा के ल अहिले भट्टिका लापछि यसमा निको कुटा खान्छ है उ आएर अन्त नै निको यहाँ बस औ बाबा आऊ आऊ निको गीतको नाम के हो छिटो अरे यो त यहाँ गर्नु नानाहरूसँग रमाइलो गर न यहाँ बस के भन्छ त्यहाँ नानाहरूसँग तँलाई यत्रो ठुलो भएर बुझ्दैनस् के भयो रमाइलो गर्नुपर्छ भन्ने कुरो डम्पर पो मेरो ल रेडी फेरि त्यो अनुहार कुचिएको दायाँ बायाँ नहाँसेको रिसाको त्यहाँ क्यामेरामा आयो भने फेरि खान्छस् ल रेडी हो गुगलमा हेर्नु नि नहेर्नु त्यसरी हेर्छ तेरो अहिले भाका नरेन्द्र तैँले पनि खान्छस् नि वर्षमा दिन मलाई हर्षका दिन वर्षका दिन मलाई हर्षका दिन दसैँ तिहार चाड र बाड खुसीले सरभयो नि संसार खुसीले सरभयो नि संसार अब अर्को लिरिक्समा जाउँ सम्झना आएको नि मलाई सयपत्री फुलेको आँगन रक्षित जमरा लादै यता मेरो आँसुको धारा उता होला जातै धारा
रेडी राजन अनि साथी भाइ दर्शन नमस्ते सबैलाई सुख दुःख भन्नु यस्तै रहेछ को आफ्नो विदेशको पढाइ ठुला सहर यहाँ बेग्लै सोचाइ आइपुगे म पनि केही गर्नलाई सबैलाई सम्झना मनबाट नै आशा छ मायालो नमरोस् है मेरो तन अहिले यहाँ भए नि मन भने सन्नानी हुँदैछ हाम्रो नेपालमा ताली पड्काऊ है निको र सानो चाहिँ मन थिएन धाउनलाई मरि मेटी धन पाउनलाई के गर्नु देश भन्नु बेरोजगारी थाम्न सकिएन ऋणको भारी आमा मेरी पाए याद आउँछ झलझली मुटु भरि बाबा र मेरोमा देखाऊ है यता मम्मीलाई ठिकै छ नि सम्झना होला नि मलाई पनि मेरो तन अहिले यहाँ भए नि मन भने सन्नानी उतै छ हाम्रो नेपालमा लेट हाम्रो नेपालमा यतिखेर हुन्छ है हात ल्याउनु ल कान्छीले तिमी पनि जाऊ बिचारा दिपु हेरेको छ आशीर्वाद दिनु है सबैजनाले घरबाट हामीलाई उता मजा पैसा दियो भन्नु न मैले ल जेठ दाइले खुट्टा छुनु हुँदैन तपाईले बहिनीहरुले छुनु त ल छालु बिनु नमस्ते नमस्कार नमस्कार छालु मैले त खुट्टामा ढोग्नुपर्छ नि सबको खासमा त ढोकिहाल्नु है मेरो खुट्टामा अहिले खुल्ला भएपछि ठ्याक्क 12 बजे हुन्छ खोलिसकेपछि हुन्छ खोलिसकेपछि हुन्छ आशीर्वाद दिनुहोस् मलाई धेरै धेरै दाइले आशीर्वाद दिनु मजाले हेर्नु छालुलाई त्यसपछि मन नबोल्दैन ढोगेको थिएन पटाउनु र भित्रमा नमस्ते नयन त सानो बहिसी हेरेको त्यसरी हो त्यसरी होइन दुईजना त्यसरी ढोक्छ होइन छ्यामा कहाँ अनि छोरी खुट्टा नाना नाना चाहिँ दिदी बहिनी चाहिँ सबभन्दा यसले पो ढोक्नु पर्ने हो धेरै तैले त निकुला पनि ढोक्नु पर्छ तीनजनालाई 5 रुपियाँ दिनुपर्छ तीनजनालाई बाबा खुट्टा फुपूहरूलाई फुपूको खुट्टा छुन्ने हो खासमा तर पर्दैन अहिले ढोग्ने भनेको 10 रुपियाँ तिहारमा एउटा फोटो बाहिर राख्नुपर्छ क्या सबजना आमा दिपु नलाई ढोक खुट्टामा ऐन्द्र नसुते श्रीन तदसरते क्षेत्रो छाया गवे गर्नु है कान्छा ढोक आपालाई हातमा ढोक आमालाई पनि ढोक आमालाई हाल्दिनु भने उठ अब उठ यता आइज मलाई ढोक्नु मलाई ढोक ढोक आन्टीलाई फुपूहरूलाई ढोक्दै जाऊ सबैलाई ढोका Hi guys, so this is basically our dosa.
किन्ने माउलो We are going now. हेलो दादा साथीहरू के भएको यसपालिको दसैँमा त यस्तो जाम छ त हौ कोही घर गइएन कि क्या हो बल्ल काठमाडौँ आइपुग्यो ल हुन्छ अब सँगै जानुपर्छ सँगै जानुपर्छ हेलो मामाको हातको टिका लाउँछौ कि मैले लगाइदिनु जसलाई पनि हुन्छ माइजू केही छैन मिठा कुरा गरी म अब मिठा मिठा कोक खानुपर्छ ग्याङ It's pretty good. हजुर मलाई पनि ठुलो भइसक्यो आफै व्यवस्था गर्छ घरमा टक्क कति बजीभित्र पुग्नुपर्छ थाहा होला नि होइन राति हो भने जो राति हुन्छ कारबाही हुन्छ